आज चाहिँ यो घर यति धेरै पाहुना आएका होइन। ढोका खोल्दा बित्तिकै पाहुना देखेँ अनि आत्तुरी लागेको आज त मरिजाने भयो, यत्रो काम कति काम गर्नु पर्ला भनेर होसी त दिदी 20 रोटी बना आज जा भने कस्तो खुसी लाग्यो। नत्र त यहाँ त पुरा पाहुना आउँदा दिन 84 व्यञ्जन खाना बनाउनु पठाउँछ नि त। मैले कपडा लगाउँछु, कपडा गन्दा हुन्छ भनेर 84 व्यञ्जनको खाना बनाउनु पठाउँछन् भन्न बचे। रोटी मात्रै बनादिदी जा भने होइन। त्यही भएर म चाहिँ रोटी धेरै बनाउनु पर्यो भने यसरी बनाउँछु है। एउटा चुलामा रोटी सेकाउँछु अनि अर्को चुलामा रोटी बसाल्छु, छिटो छिटो हुन्छ। ल मेरा चाहिँ रोटी पाकेर तयार भए। यता नास्ता खा भनेर दिएको थिएँ, मैले खाएन। ल भ्याए कान अब निक्लिन्छु, यिनीहरूलाई देखाउँछु है। दिदी जारी बहुत डर लाग्छ कहिले यस्तरी भिडियो भन्दा होइन नि मान्छेले देखाएर। त्यही भएर ल म चाहिँ अर्को घरमा गएँ।